के हजुरहरूले मलाई 2 मिनेट समय प्रदान गर्न सक्नुहुन्छ? कृपया। म यति कमजोर भएछु म बस्नै सक्दिनँ। के भने होला? तिमी बसिरहेको छौ त भन्नुहुन्ने होला, तर कृपया मेरो कुरा सुनिदिनुहोस् न है। म यति कमजोर भएछु म बस्नै सक्दिनँ, टोलाएर थाकेका यी आँखा म चिम्लनै सक्दिनँ। स्थितिमा रहनुपर्ने यथास्थितिमा बाँचेछु, आनन्दीमा रहनुपर्ने स्थिरतामा पो रहेछु। डर छ मलाई चुनेको बाटो टोड्छु कि भने, सपना त आउँछ नि कसो म आफूले आफूलाई भुल्छु कि भने, अर्धज्ञानमा रहनुपर्ने अलिअलि ज्ञान छ कि के हो त्यसमै बाँचेछु, अपारदर्शी हुनुपर्ने म साह्रै पारदर्शी पो भएछु। घमण्ड छ ममा म साह्रै नराम्रो छु त वास्ता लाग्छ सबको, अरूको राम्रो भविष्य देखिरहे होला सल्लाह नलिऊ भन्छु मेरो जीवनको। सम्पूर्णमा रहनुपर्ने म आफ्नै भाग्यमा मात्रै अड्या छु, सीमिततामा रहनुपर्ने दूरदर्शी सोच खोज्दैछु बुझ्दैछु। टेक्नु छ सपना सारा संसारलाई साँची राखे, चुम्नु छ चुचुरा ठुला ठुला कदममा चाली, साकार त बनाएला सोचाए, सपनै सपनाको माझमा आफूलाई राखे, साथ त चाहिन्छ हजुरहरूको। टुकटुकीबाट जाँगर चलाए, टुकटुकीबाट जाँगर चलाए। धेरै धेरै धन्यवाद। द्याट्स इट, बाई बाई, सी यू।